यो घरका बड्डा बड्डीले पनि कति खान सकेका हुन् हो। हेर त यो चामल कति हाल्देका हुन्। म आफै छुट्याउँछु आज यो छोरालाई, यो छोरीलाई, यो आमालाई। ल यति त बच्यो, यति चाहिँ राख्नु। अलिकति मासु ल्याएको छु के आइदेन। मासु आमै खाना साना म चोड्यो होला। म त माइत खाइहाल्छु, यिनीहरूले जेसुकै गर्छ। आइज यो त कहाँ ए बुहारी कहाँ मुन्टीलाई कहाँ जाने हो र? आमाले बोलाइसिन्, माइत मासु पकाइसिन् गरे। म त्यही खाना खान्छु आज। तिमी लोभीका सन्तानहरूले कहिले मासु ल्याउनु के अरे? ए छोरी यस्ता बड्डा कुरा क्या सुन्दैछ के आइज छिटो बड्डा चाहिँ कत्रो गर्दै ए भगवान यो नजिकै माइत पनि यही हुन्छ के। हेर न अब खाना बनाएर गयो कि। ओ छोरी आज दही ल्याइछु, दही र चिउरा खाउँला आइज छिटो। ओहो आज आमाले दही ल्याइलिसिन्। ल म गइहाल्छु। ए बुहारी कहाँ त लाया? हिजो पनि गइहाल्ने आज पनि गइहाल्ने। तिमीले माइत गएर हुन्छ? जानु परेन त, जानु परेन। घर कहिले ल्याउँछौ, कहिले मासु ल्याउँछौ, कहिले दही ल्याउँछौ। जहिले पनि त्यही सिर्कीको झोल र भात त्यति त हुन्छ। म आमाले कति मिठो मिठो ल्याउँछन्, कहिले मासु ल्याइदिन्छन्, कहिले दही ल्याइदिन्छु। म त गइहाल्छु म त। तिमी त्यसै गर, आफै बगा आफै खाऊ। ओइ छोरी हाम्रो तारे भैँसी बिहा छ, आइज बिगुदी खान।